खाब्रिमो सबैजनालाई अनि आजको भ्लगको सुरुवात चाहिँ बहिनी र म चाहिँ बाख्रा चराउनको लागि जाँदैछु। अनि बहिनीलाई आज बाख्रा तान्नु पनि एकदमै इच्छा लागेको थिएछ। अनि बहिनीले म पनि एउटा बाख्रा तान्छु भनेर उसले भन्यो मलाई। अनि बहिनीले एउटा बाख्रा तान्यो अनि मैले एउटा बाख्रा तानेर हामी बाख्रा चराउन गयौँ। अनि आजको मौसम पनि एकदमै जाडो थियो, चिसो थियो वेदर पनि होइन। अनि बहिनीलाई सोधेँ कतिको जाडो हुँदैछ तिमीलाई भनेर, बहिनीले एकदमै ज्यादा जाडो हुँदैछ मलाई भन्यो। अनि त्यसपछि हामी ठिक्कै पुग्यौँ। अनि पुगेर हामीले बाख्रालाई चरनमा हाल्यौँ होइन। अनि मैले चाहिँ बाख्रालाई बगाल हाल्यौँ, एउटा बाख्रालाई माथि बाँध्यो, एउटा बाख्रा तल। हामी छेउछेउमा चाहिँ बाँध्नु हुँदैन, किनकि छेउछेउमा बाँध्यो भने चाहिँ झुन्डिने डर हुन्छ र चाहिँ टाढो टाढो बगाल लगायौँ। अनि बहिनीलाई मैले सोधेँ मजा आउँदैछ तिमीलाई भने, यहाँ आएर भने एकदमै मजा आउँदैछ भन्यो होइन। अनि त्यसपछि छिटो छिटो गर्दै होइन बहिनी र म चाहिँ अब पुरा जाडो भएर चाहिँ घरतर्फ लाग्दै थिएँ। अनि अचानक बाजेहरूकोमा बहिनी पस्ने भयो भाइलाई भेट्नुको लागि। भाइलाई भेट्दाखेरि चाहिँ तल बाजेहरूकोमा चाहिँ आज चाहिँ किचन बनाउनुको लागि सुरु गर्दै रहेछ। अनि बाजेले यहाँ रुख काट्नु हुँदो रहेछ। अनि त्यसपछि बहिनी र भाइ चाहिँ एकछिन खेलिबस्यो दिदी भाइ चाहिँ। अनि म चाहिँ एकछिन कुकुरसँग जिस्किँदै भाइसँग जिस्किँदै त्यसपछि होइन एकछिन खेलेपछि चाहिँ म र बहिनी चाहिँ आफ्नो घर आयो। अनि घरमा आएर म काम गर्न थालेँ अनि बहिनी फोन हेर्न थाल्यो होइन। र आजको भ्लग चाहिँ यतिमै समाप्त हुनेछ। यो मेरो छोटो मिनी भ्लगलाई तपाईँले मन पराइदिनु भयो भने धेरैभन्दा धेरै माया दिनुहोस् मलाई। अनि तपाईँलाई राम्रो लाग्यो भने मेरो कन्टेन्टलाई प्लिज लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई। तपाईँले जति सेयर अनि कमेन्ट गरिदिनुहुन्छ यति नै मलाई मेरो लागि एकदमै खुसीको कुरा हुनेछ। अनि त्यही भन्दै होइन आजको यो सर्ट मिनी भ्लगलाई म यहीँ समाप्त गर्नेछु। अनि तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक सेयर अनि कमेन्ट पनि गरिदिनुहोस् होला। बाई बाई एन्ड टेक केयर।